वन डिभिजन कार्यालयमा आज हामी बागलुङ रामरेखामा रहेको वन डिभिजन कार्यालय। पहिलाको यो रुख पहिला 25 वर्ष भयो रुख। ठुलो भइसकेको यो रुख अघि हामी देखेको ठाउँमा त्यही रहेछ खास। जाऊँ त नि जाऊँ त्यतै जाऊँ। हाईवे नयाँ हाईवे हो। वार्ड कार्यालय बानापको आज नर्सरीमा ल के बेर्ना आउने यसो भनिदिउँ सर। यो ल यो के को बेर्ना यो धुपी ल यो धुपी क्या त होइन यो हो धुपी। यो के हो यो धुपी ल यो त अब खै अहिले हामीलाई पनि अलि थाहा भयो नि। यो सम्बन्ध यता यो पनि थाहा भएन है। उसको पल्लो खण्डिम हो। खन्निम कता यो 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 चाहिँ खण्डिम। यो खन्निम है ल यो खण्डिम। यो पनि खन्निम। अर्को गुले महर। यो धुपी। यो पनि धुपी त्यहीँ लेखेको छ यो अम्बा भन्नै पर्यो नि। यो अम्बा त्यहाँ पनि यहीँ लेखेको रहेछ सबै त्यहीँ लेखेको रहेछ। उता जाने लप्सी। तर यो बोर्ड नभएको ठाउँमा नलेखेको ठाउँमा हामी चाहिँ त्यो चाहिँ बडा पल्लो चाहिँ बडा त्यो बर्डर कहीँ यत्रो हुन्छ ठुलो भयो भने है ल। यो चाहिएमा चाहिँ यो फ्रीमा छ होला है। स्वीकृति चाहिन्छ होला कसैको डाइरेक्ट आएर लान पाइन्छ। अहिलेसम्म हामी यहीँको भएर अहिलेसम्म लगिएको छैन। केही मतलब भएन। ठाउँ छ नि धेरै पो छैन त 2-3 डब्बा पनि खन्ती भुलेको अवस्था। फेरि जानु पर्यो कहाँ हो।